सबै बस्नु बस्नु होइन हौ के पो भइगयो हौ कोही नगरे कान्छाको छोरीलाई मुर्छै पो परि पठाएछ होइन हौ चिन्ता नगर्न हौ तेरो साथी त कहिलेदेखि पो यस्तो रोग लागि पठायो होइन हौ माइला कान्छा यो त दीर्घ रोग जस्तो देख्छ अब जोखाना म हेरी पठाउँछ अब जोखानामा कस्तो आउँछ है बस पनि भन्दैन छौ बल्ल बल्ल आएको जाडो गाउँदेखि झरेको हौ म त कहाँ खेती गर्दै थियो खेती हेर्दा पो जोखाना आउँछ क्या हौ होइन हौ माइ कान्छा मैले त रेला पो गरी पठाएको त हौ 10 वर्षमा त फोन गर्छ खासै लागो लगाम त देख्दैन यसको जडी रोग चाहिँ अब के गर्नु हौ कान्छा तपाईँलाई पनि पो भुँडी दुख्छ कि कहाँ छ हौ म त सबैको ठिक गरिदिइहाल्छ नि म त माथिको लामा माइलो हो ल अब हेर कान्छा अब अलिअलि त बस्नै पर्ने भयो अब यो पैसा चाहिँ त गोजीतिर हाल्नु पर्यो है अब यो मेरो नातिनी चटक्कै पारिदिनु भन्नु न निकाल्दैछु यति त लास्टमा पो राख्नुपर्छ आमै म त गरिहाल्छ अहिले हेर्दै जाउँ न उठिहाल्छ अब म चिन्ता बस्छ हेर यो दिदीबहिनीहरू चाहिँ अलिक पछाडि सरेर त राम्रै हुन्थ्यो अब यो चिन्ता बस्छ के पो हुने हो
हामी गर्दा कि के हो खिचेर मारिसक्यो हामीले के भन्नु जोखाना बुझ्नुभयो यो केटीलाई त यसपालि मङ्सिर आउने मङ्सिरमा बिहा गरी पठाइदे भनौँ अनि यसको लभ परेको रहेछ भगवान श्रीकृष्णसँग अब यो त राधा हो भन्छ हाम्रो गइरा घरे कान्छो अझै केटी उठेन बिना अब हेर्नु अहिले हिँडेर जान्छ यहाँ कृष्ण भन्ने आइपुग्यो भने फटाफटु कृष्णले बाँसुरी बजाउनु भयो होइन हौ बाँसुरी बजाइँदैन हौ बाँसुरीको गर्दै नै हो त्यतैबाट बचान हौ कान्छा यो त मुरलीको दुनै माथि भैरुङपातीबाट खेल्दै आउने माथि कृष्ण खोलादेखि घुमी आउने माथि कुम्भकर्ण हिमालदेखि नाच्दै आउने शिव शङ्कर भोले बाबा काखमा राख्ने माता जगदम्बा शिरमा राख्ने खालको धामी पो हो त हौ म त त्यति सोचिति छ तर पहिला दक्षिणा त 10 रुपियाँ मात्र दिछौ यत्रो तेरो बिमारी उठाए बरु यो बुढी आमैले पो दि पठायो हो अलिकति त एक मानो आउने त बुढी आमै त त्यो नानीको पो हजुरआमा हो ल है तपाईँहरूलाई पनि केही त्यस्तो भयो भने यो सेउरी लगाएर घरमा राखिहाल्नु होइन हौ कान्छा दुःख त हामी मान्दैन हामीले उपकार गर्ने काम हो उपकार लाग्यो भने हामीलाई खुसी हुन्छ पैसा भनेको त 2 दिनको जिन्दगी भोलि मरेपछि त माटोमै लगेर हाल्दिहाल्छ त किन चाहिएको सम्पत्ति अब बिदा पो हौँ कि होइन अघि 10-20 दिइहाली बुढी आमाले 50 दिइहाल्नु तलतिर गरेर एक मानो खान्छु पुर्नुको ठाडा खुट्टा कथामा त म कहाँ आएको छौ पूजा गर्न आएको होइन त हो यहाँ त बिमारी निको पार्न आएको छौ हाम्रो त जातले पाएको भाइ हजुर कवि यस्तै पैसा भन्दा म त्यहाँ गफ गरेर बसेको अब तपाईँहरूलाई यो धामी झाँक्रीलाई विश्वास छैन अचेलको 21औं शताब्दीमा कहाँ पो हुन्छ हौ भन्छ तर हाम्रो शास्त्रले भन्छ हाम्रो मुन्दुमले भन्छ हाम्रो धर्मशास्त्रले भन्छ भगवान त छ है अहिले पनि छ सबैको निको भइजान्छ भोलि त सबै आइज है यहाँ त शिवजी पो आउँदैछ है आगो बोकेर पो आउँछ भोलि त हौ यहाँ शिवजी कैलाशबाट झारेर रावणले नचाएको थियो अरे हौ त्यस्तो भगवान पो लिएर आउँदैछ है मान्छे
सबै आइज है गाउँघरको सबै ल है सेवारो है सेवारो लुकिँदा अब यो पैसा त मलाई नै पो दिएको हो कि के हो लैजानु यो अनि यस्तै पो हो हेर कान्छा तँ त पर्सिदेखि चाहिँ के आउँछ हौ नानी होइन हो तँ त अनि कहाँ हराएर बिस यत्रो 10 वर्षसम्म अब म कहाँ जानु है यतै थियो नि खेतीपाती बस्नु भाउ होइन हो बजु हेर्न थप न हो भोलि तिमीलाई पनि चाहिन्छौ सबै आएर मलाई देऊ भोलि के खान्छौ हो गाँठे अनि तँ त कता जान्छस् मेरो घरतिर आउँदिनस् भाउजूले त तँलाई साह्रै खोजी पो गरी पठाउँथ्यो हो घरमा होइन हो त्यो देवर भन्ने त साह्रै सङ्ख्यो कि क्या हो आउँदैन पो त फेरि गर्न भन्छ हौ फेरि भाउजू उकालै चढ्न सक्दिनँ ढाड दुखिहाल्छ फेरि भाउजू पनि त्यस्तै छ 8 वटा पाएको ज्यान